आजकल त डेली सरप्राइज छ त। जय श्री कृष्ण। वेलकम टु डे 36 अफ 90 डे च्यालेन्ज। हिजो म दाइकोमा थिएँ। बिहान उठेर तातो पानी खाएर दिनको सुरुवात हुन्छ। मेरो मोबाइलमा कभर थिएन अनि दाइले अनलाइन अर्डर गरिदिनु भएको रहेछ। एन्ड देन लेट्स अनबक्स इट। कहिलेकाहीँ सानो सानो कुराले पनि ठुलो खुसी मिल्दो रहेछ। अनि धन्यवाद दाजुलाई। दिस इज द फाइनल लुक। हामी सबैले लाग्यो त्यहाँबाट बसन्तपुर एरिया घुम्नको लागि। घुम्नु गएको मान्छे के मुड चल्यो अनि दाइ मोबाइल पसलतिर छिरे। त्यहाँबाट मोबाइल किनिसकेर हामी लाग्यौँ खाना खानको लागि। अनि आज बाटोमा के हो आन्दोलन रहेछ। एकदम मान्छेहरूको जुलुसै जुलुस थियो। अनि अर्को बाटो गएर दाजुभाइ दिउँसोतिर निस्क्यौँ चिया खानको लागि। घाम एकदम चर्किरहेको थियो दिउँसोतिर। दुधको चिया अबबाट खाना छोडिदिएको थिएँ। अनि 1 कप लेमन टी खाएर दाजुहरू पनि आउनुभयो। दाजुहरूको फुर्सल रहेछ अनि हामी पनि अनएक्सपेक्टेडली फुर्सल खेल्न पुग्यौँ। ट्र्याक र सेन्डोमा फुर्सल पनि हानियो। फुर्सल खेलिसकेर म डाइरेक्टली रुमतिर निक्लेँ। फेरि आजकलको बहिनीहरूलाई के भएको हो, के फोन निकालेर भिडियो बनाएको, राम राम। स्कुलको टुर रहेछ, बुढाबुढीलाई रमाइलो थियो। इन्ड्राइभ दाजुलाई बाई भनेर म रुमतिर गएँ। आज च्यान्टिङ गरेको थिएन अनि सुरुमै जाने बित्तिकै च्यान्टिङ गरेँ। प्री वर्कआउटको लागि हनी कफी वाटरसँगै म जिमको लागि निस्केँ। 10 मिनट जति कार्डियो गरेर म स्ट्रेचिङ गर्न लागेँ। आज थियो लेग र सोल्जरको वर्कआउट। फर्स्ट एक्सर्साइज लेग एक्सटेन्सनबाट सुरु गरेँ। त्यसपछि काफ रेजेस पर्फर्म गरेँ। मिड वेटमा 12 रेपको 3 सेट। थर्डमा स्क्वाड पर्फर्म गरेँ। यसको पनि 12 रेपको 3 सेट। अनि लास्ट एक्सर्साइज फर लेग ह्यामस्ट्रिङ कर्ल पर्फर्म गरेर लेगको वर्कआउट इन गरेँ। सोल्जरको लागि फर्स्ट एक्सर्साइज बारबेल अप पर्फर्म गरेँ। त्यसपछि सेकेन्डमा डम्बेलको मिक्स्ड भेरिएन्ट पर्फर्म गरेँ। अनि लास्टमा सोल्जरको लागि मेसिन साइड पर्फर्म गरेर यसको पनि वर्कआउट इन्ड गरेँ। कपाल काटेर हो कि किन हो मलाई अहिले आफैलाई भर्खर 10 क्लास पढ्दैछु जस्तो लागिरहेको छ। रुममा आज सन्देश आउँदै थियो अनि म सिधा आज गएँ मासु लिनको लागि। मासु, टमाटर अनि मसला लिएर म रुमतिर लागेँ। दिस इज फर टुडे, टाइम टु डु इट अगेन टुमारो। डु लाइक एन्ड सब्सक्राइब द च्यानल।